रूपन्देहीको सियारी गाउँपालिका 6 मोहनगञ्जमा हाड जोड्ने तथा नशा सम्बन्धी उपचार गर्न आउनेहरूको भिड हो यो। 82 वर्षीय दुलारे थारू एका बिहानै उपचारमा खट्नुहुन्छ। उपचारका लागि 2-3 दिनदेखि पालो कोर्नेहरूको भिड रहेको छ। बागदुरा कतिवटा नम्बर हो? 6 कुन पालिका हो? सियारी 6 बागदुरा हैन? बाफरे भाडादेखि हो कि अहिले लेखेर पर्सि आउँदा हुन्न। मिल्दैन सयसम्म पुग्यो के अब नाइ के पर्सिको लागि कि मैले बुझेँ अब मिल्दैन किनकि त्यसैमा फेरि घालमेल हुन्छ। तपाईँ जस्तो थुप्रै आउँछन् अनि फेरि त्यो सिस्टम मिल्दैन के गाह्रो भइहाल्छ। भोलिको लागि पनि तपाईँ बन्द गर्नु बन्द गर्नु सयजना पुग्यो। मोती पोखरेल मोती भोलि आउनु है पर्सिलाई भोलि आउनु सेवर हुन्छ भोलि आउँछ शनिबार आइतबार ए हजुर यहाँ कसले गर्ने हो त भन्नुहोस् न। त्यस्तो दिनभरि आइरहेको छन् दिनभरि आउँछन् मान्छे। दिनभरि आउनु न 50वटा कोटा पैसा निको पर्सिलाई सार दिने त्यस्तो त पर्सि निकासी 5 दिनलाई पनि जान्छ फेरि त भएदेखि त ठिक बाबा घर भएदेखि त तपाईहरुलाई 60 जना 70 जनालाई भ्याइदिनु घर त यस्तो हुनु पर्ने भयो नि। अब ड्युटी गएपछि भ्याउनु हुन्न हजुर त्यो गाह्रो छ त्यो तपाईँले जवाब दिएर भोलि नहुन सक्ला भने गाह्रो हुन्छ। भोलि आएर त पाइन्छ। भोलि त आएर पाइन्छ। आज भोलि भोलि आउनु अब यहाँ 2 बजेबाट मान्छे अनि के गर्नु टाइम भन्न मिल्दैन मैले तर 4 बजे त्यहाँ लेखेछ रातिभरि 2 बजे 1 बजेबाट मान्छे आइरहेको यो आज र भोलिलाई मात्रै हो हैन? त्यो पनि हुन्छ भोलि 2 बजे त हामी आएको के त्यो राति पनि हुन्छ सोध्नु न पत्याउलाई यहाँ मान्छे छन् रातभरि बस्ने है रातभरि रातभरि आउनुलाई त नसुतेर 2 बजे त मैले लिएर आएको यहाँ 12 बजे आएर तबु लिएर लेखाएको बिहानै आएर 3 बजे 2 बजे राति आएर 2 बजे त हामी आएको बुझ्नुभयो। अहिले 50 नम्बरमा परेछ आफूले आउनु तेल यहाँ पाउँछ कि त्यो त म घरबाट लिएर आउँछु कि अहिले 5 वर्षदेखि म आइरहेको छु कि यहाँ यहाँ सिस्टम दिमागै खराब छ अनि के गर्ने बाबु कति बजे आउनुहुन्छ आफ्नो हिसाबले आउनुहोस्। के ठीक पार्छ यहाँ? के ठीक हुने खासमा? यो चाहिँ सम्बन्धी यो नसहरूको सम्बन्धी हो। नस सम्बन्धी यस्तो यो यस्तो जोर्नीहरू यस्तो कति वर्षको बुवा हो? बुवा चाहिँ 84 वर्ष। के नाम भन्नुभएको? के थारू भन्ने चाहिँ दुलारे दुलारे कुन ठाउँ हो यो? कुन ठाउँ हो यो? यो होइन यो कुन ठाउँ हो? सियारी गाउँपालिका। विश्वनाथ सियारी गाउँपालिका। बुझेन पनि कापी राख्नु। म यहाँ 5 वर्ष तर पनि 12 बजे राति भागिरहेको यो विश्वनाथ कुमार कसको हो? विश्वनाथ कुमार विश्वनाथ कुमार 5 वर्षदेखि यो विश्वनाथ कुमार यो रिजेक्ट होइन मेरो त सन्चो साथीलाई लिएर आएको 12 बजे राति आएको हो भन्नु तर पनि 50 नम्बर पर्यो। यो दिइराइदिनु ल अब आएन यो ल भयो ए बहिनी हाम्रो यहाँ फ्यामिली जस्तो छ तर अब सुन्नुहोस् मेरो कुपन हेरिदिनु न तपाईँ चिया पिन गयो पुग्नुहोस् न कति के नाम मेरो नविन्द्र भुजेल एकछिन ल्याउनु नवीन यो एकचोटि त तिनी टोकन जति लिएर नवीन्द्र भुजेल भोलि आउनु है त भोलि आउनु भोलि साँझ आइ हुन्छ कति नम्बर के नाम भन्नु बनेको छैन लेखाउनु छ नम्बर तब अहिले सुरु भएको छ 1 नम्बर त भइहाल्छ सुरु गरेको 1 नम्बर त तपाईको हो नि तपाईको हो अब स्टार्ट हुन्छ अब मान्छे आएको छैन यो राखिराख अब आयो भने भित्र अनि बाहिरै हो बाहिरै हो कहाँ भित्र जाम आफै परेशान भइहाल्छ किनकि अलिकति टाइट गाह्रो हुन्छ तिमीलाई थोरै टाइट हुनै पर्छ किनकि तिमीलाई पनि नास्ता खानुपर्छ यस्तो फ्रेस हुनु पर्यो। अब यसैमा बाजेर त्यो त 24 घण्टा सास फेर्ने फुर्सद दिँदैन मान्छेहरूले। त्यही भएर 100 जनाको सिस्टम बनाऊ 50 देखि 60 को भन हेर्नलाई 50 देखि 60 सम्म हेर अरू बाँकीको भोलि पठाइदिने एकदम राम्रोसँग। अब यो कसैले भन्छ होइन म यही बस्छु भने बस्नुस्
यहाँ आउनुभन्दा पहिले फोन नम्बर छ तपाईँको फोन यस्तो छ कि दाइ उहाँहरू बिचरा केही थाहा छैन फोन नम्बर दिनभरिमा कतिजना फोन गर्छन् कसलाई कोसँग कति कुरा गर्ने होइन 50 देखि 60 जना हेर्छ त्यही छिटै आउनु कति नम्बर छ तपाईँ सकेसम्म आफ्नो हिसाबले 9-10 बजीतिर आउनु न छिटै आउनु होला न 10 अब यो बरु सिस्टम बनिसकेपछि राम्रो भइहाल्छ उहाँहरूलाई पनि सजिलो हुन्छ पहिला त केही थिएन बिचरा कोही 1 दिन आछन् कोही 3 दिन तपाईँ पनि यहाँ सहयोग गर्नु बस्नु तपाईँ पनि यहाँ सहयोग गर्नु बसेको त्यही हो हेल्पको लागि त्यही गरिदिएको सहयोग गरिदिएको किनकि बिचरा आत्तिरहेछन् अब अहिले कति भिडै दुनियाँभरको कुरा छ तपाईँको मोबाइल नम्बर छैन कतै टाढाबाट चाहिँ फोन गर्नु नम्बर त बाहिर टाँस्छ बाहिर टाइन्छ ल जाम अब छोडिदिनु फोन गरेर पनि केही छैन होला छैन दाइ मोबाइलमा दुनियाँले मोबाइल आमा तपाईँको कति नम्बर हो टोकन हाम्रो बुढालाई थाहा छ ए कति बजी आउनु भएको कति बजे 2 बजे 2 बजी आउनु भएको कहाँबाट आउनुभयो म पुटोल बेलुवासबाट ए के नाम तपाईँको दामोदर गिरी के भयो आमालाई चेक गर्ने आमालाई मलाई दुइटै लाओ के भएको तपाईँको चाहिँ मेरो पनि यो कुमबाट लिएर यो उँधो सबै भुइँ पैतालोसम्म दुख्ने ढाड ए आमाको आमाको पनि त्यही छ अब पछाडिबाट लिएर खुट्टा दुख्ने झमझम आउने नसा गाँठा परे खाने नितिग्रहभरि ठिक हुन्छ त यहाँ खै ठिक हुन्छ भनेरै आउनु सकेर यत्रजना हामी पनि फर्स्ट हो अस्पताल पनि जानुभयो होला नमस्कार सर अस्पताल पनि जानुभयो होला तपाईँ पहिला हिजो पनि फर्केर गइयो हिजो आएर पालो पाइएन आज आइयो छ बुटोल भरि सकेर यहाँ आज पनि 11 बजे प्रसादले गर्दा पालो पाइयो छ ए 11 नम्बरको 10-11 नम्बरको भनेको अस्पतालको औषधि खाँदा वाक्क हुनुभयो वाक्कै भयो हेर्नुहोस् भन्ने घुँडामा समस्या है सबै ठाउँ सही सबै हो पुरै नसा पुरै दुख्छ हिँड्नै लौरो छोपेर बल्ल बल्ल कति वर्ष पुग्नुभयो 62 बुवा कति वर्ष पुग्नुभयो हजुर म त 65 वर्ष पुग्नुभयो बिहानै आउनुभयो त्यसो भए आज हजुर 2 बजे राति बिहान 2 बजी राति तपाईँ आउँदाखेरि पनि यहाँ मान्छे थिए यहाँ अब हामीभन्दा अगाडि 9 जनाले लेखाइसक्नु थियो म 10 र 11 परेँ ए ल ठिक छ तपाईँको बारे भनिदिनु न मेरो नमस्ते मेरो नाम दीपक भुषाल तिलोत्तमा 14 बनकट्टी निवासी तपाईँ चाहिँ अटो चालक यो कुन ठाउँ हो यो के छ यो यसलाई चाहिँ यहाँ मोहनगञ्ज भन्दो रहेछ के रे भने गुगलमा हान्यो भने आउँछ यो आउँछ कुन ठाउँ भन्यो अरे मोहनगञ्ज हान्ने हजुर अनि यो के छ भिडभाड के हो तपाईँले कति मान्छे ल्याउनुहुन्छ के छ ल्याउन त अब हामीले त उता बागडुरा पनि एकजना यस्तै बुवा हुनुहुन्छ मोहनगञ्ज पनि अब यहाँ ल्याइन्छ भिडभाड त राम्रै छ मान्छेहरू अब आज आएको मान्छेहरू पर्सिको लागि भन्नुभएको अब आज मैले पनि अहिले फेरि अहिले दोस्रो लट लिएर आएको मान्छे अब उहाँहरूको पालो आजलाई आएन अब फेरि फर्केर आउनु पर्यो अब भोलि फेरि ल्याउनु पर्यो बिहान 4 बजे अथवा 5 बजीभित्रै यहाँ आउनु पर्यो नाम टिपाउनलाई यहाँ र परको के फरक छ होइन उपचार त विधि त एउटै हो अब उहाँ पनि राम्रै हुन्छ मान्छे उता भिड भयो भनेर यता आउनु भएको होला सायद उता पनि यत्तिकै छ लाइन उपचार विधि एउटै हो उहाँ पनि एउटै हुन्छ यहाँ पनि एउटै हुन्छ यहाँ आउने लोकेसन के हो कहाँ मान्छे बाहिरबाट आएको मान्छे चाहिँ कसरी आउनु पर्यो हामी त बुटोलबाट आउँदा त यता डाइरेक्ट आउन पनि मिल्छ के अरे यता माइक्रै लाग्छ यतालाई नभए अब यो तिलोत्तमा पारीबाट अमुवा आएर मोहनगञ्ज भनेपछि सबैले भनिदिनुहुन्छ मोहनगञ्ज भनेको राम्रो नाम चलेकै ठाउँ हो मोहनगञ्ज अगाडि रानीगञ्ज यता मोहनगञ्ज यता फेरि हिरागञ्ज धेरै ठाउँ छ फर्स्ट टिकटबाट सिधै आउन सकियो फर्स्ट टिकटबाट भलबाडीबाट यता छपियातिरबाट पनि आउन मिल्यो भनेको रिक्सा पकाउन चाहिँ कुन ठाउँमा आएर रिक्सा समाउनु पर्यो रिक्सा त अब अमुवा चोकमा पनि पाइयो के अरे फर्स्ट टिकट चोकमा आएर पनि पाइयो हाइवेबाट बुटोलबाट डाइरेक्ट फर्स्ट टिकट आउन पनि पाइयो बुटोलबाट डाइरेक्ट अमुवा आएर त्यहाँबाट पनि पाइयो रिक्सा पारी बनकट्टीतिरबाट आउनु पर्यो भने पनि हामीहरू आइन्छ पारीबाट आउनु पर्यो भने हामीलाई फोन गर्नु होला मेरो नम्बर छ 9860
051 815। ओके गुड थ्याङ्क कोही आउनु पर्यो भने भन्नु होला। 80 वर्षीय दुलाले थारूका छोराले पनि यो विधि सिक्दै हुनुहुन्छ। उहाँले पहिले प्रारम्भिक रूपमा उहाँले चेकजाँच गर्नुहुन्छ र बुबाले त्यसपछि थप हेर्नुहुन्छ। हेलो मैले फोन पनि गरेको फोनै उठाउँदैन 2 दिन खेर फोन गरेको नहीं फोन तो ठीक है आज दिनभरि बस दिनुहोस् आज दिनभरि बस दिनुहोस् तपाईँलाई साझामा जसरी नम्बर मिलाइदिन्छु अनि म कसको फोन उठाउँदैन र सुन्नु होला आउनुहोस् मिस कल हेर्नु यस्तो ब्लुटुथ लगाएर दिनभरि गाडी चलाउँछु भने पनि यस्तै चलाउँछु अब तपाईँहरू यस्तो कुरा गर्नुहुन्छ फोन उठ्दैन गरे त्यो संसारको फोन नउठला तपाईँको फोन लाएन कुरा छुट्टै छ र एकचोटि नउठला होइन म टोइलेट सोइलेट थिएँ होला तर अर्कोचोटि त पक्का आज नाम टिपायो हुन्न पर्सिलाई आज नाम टिपायो यो सिस्टम त बनाएको थिएन हामीले तर फेरि अब यस्तो भयो कि अब भोलिलाई नम्बर नाम आज टिपाएर गएछन् भने अब फेरि पर्सिलाई नाम टिपाउनु त फेरि आउनु पर्यो हामी दोबारा यहाँ मान्छेहरू होइन त्यही भएर पर्सिलाई नाम आज टिप नै रातिबाट भन्नुहोस् न रातिबाट कहाँ दुखेछ कि अब आस्ते आस्ते तुरन्त काँडा भिजेको काँडा तानिदिनुहुन्छ भने पनि दुख्छ नाम दर्ता गर्ने यहाँ हो